हाल्नु त जग ल्यावा भन्थ्यो त्यो त यता भयो पानी आमा मेन आमाले गराइदिनुहोस् आज मेरो सानो छोराको बिहा हुँदैछ तिनीहरूको दुईजनाको जीवन राम्रो हुँदै जाओस् त्यही शुभकामना छ नुन हाल्ने हो नुन ल्याइदिउँ उठ्ने एकपालि त हाल्ने आउन खिच्न पर्दैन मरेपछि के खिच्ने यार यो होइन परिहाल्यो गरे हेर्नु पर्यो नि फेरि ढाका ल्यायो गरे चप्पल मात्र खिच्दिनु है के अरे बाजे ट्रान्सफर के अरे गलिहाल्छ त भित्र त्यही पनि अलिअलि त काट्न त पर्दैन पहिला तिर्दैन कुक गरेको 15 वर्ष हाल्दैन मात्रै खै अहिले हाल्यो ढाक्नु काम त मा त्यस्तो पाको काम गर्दा त्यस्तो के अरे गाउँले गर्दा यो सबैलाई हेर्ने के भने सर्व नामै गराएर
नाच्न के भयो छ नि पाल्टीमा अझै उस रे लाइन आएन अझै चलाउँ निकालेर त बाहिर पो खाल्नु पर्छ पानी अड्कन मिलेर दाइले भन्नु है यसैमा राख्ने सुटिङ अब भिडियो बनाउनु सुत्नु भयो त मजाले त्यहाँदेखि फोटो खिचेको ठिकै हाम्रो मात्रै अरू पनि खिचिदिनु Sayang,
अलिक ठुलो हात भएको मान्छे आउनुहुन्न क्या सानो हात भएको मान्छे कता पनि आयो मैले गरेर आज त लिनु अरू मङ्गलको सबै खिच्ने यता न उता नेपाली कुत्ता भन्नु बस्छ नास्ता खायो कुराइन खायो ठुलो जाने लेख ल्याएर ताजा चल्ला यहाँ आगो छ भनेर म डराएको तातो छ भेली भेली अब जाने हो अघि गएको थिएँ फेरि फोन गरिरहेको थिएँ कि केही नभयो केही भनौँ न दिदीलाई के भन्ने गाली गर्नु होला आजको भिडियो गराइदिनु भयो ए भिडियो गराउनु भयो भाउजू राख्नुलाई बल्ल आउनु भाउजू सबैजना त्यहाँ खाना यहाँ आउनु लास्ट बिहा हो लास्ट बिहा ल राम्रो निकाल्दिनु है ल साँझ पर्यो
कसरी भेटुनीलाई कसरी देखुनीलाई मायालु आउने बाटोमा अँधेरी परी साँझ पर्यो कसरी भेटुनीलाई कसरी देखुनीलाई मेरी मायालाई आज भेट्नु छ मायाको चिनो दिनु छ मेरी मायालाई आज भेट्नु छ मायाको चिनो दिनु छ सँग हिँड्नु छ मायाको मिठो कुरा गरी मुस्कुराउनु छ तिमीसँग हिँड्नु छ सँग हिँड्नु छ मायाको मिठो कुरा गरी मुस्कुराउनु छ मेरी मायालाई आज भेट्नु छ चिनो दिनु छ मेरी मायालाई आज भेट्नु छ मायाको चिनो दिनु छ रुखा रुखा एकैछिन त्यो दस्तुर दिन्छ नि त के रोक खुट्टामा आज खुट्टामा भन्दै दही खाइदे दही त ढोकेर खानु त काग छुटो के बोल्ला काग छुटेर हाम्रो तरुमा सामासँग राखेँ ल म त जन्ती जाँदैछु नि उहाँ भइगयो न्यु त पञ्चे बाजाको धुनमा आजै जन्तीले औला घुम्टो खोली बसारी सिउँदो तिम्रो भरौला हजार जुनी सँगै बाँच्ने बाचा कसम भयो मेरो हजुर मेरो प्राण प्रीत खाली सिउँदो रङ्गियो मेरो पञ्चे बाजाको धुनमा आजै जन्तीले औला
तिमी मेरो दुलही मेरो सपनाको परी तिमी मेरो दुलही मेरो सपनाको परी यो जुनी ताके हजार जुनी सजाउँछु मनभरि यो जुनी ताके हजार जुनी सजाउँछु मनभरि साथ दिनु सुख दुःखमा हाम्रो माया मधुर होस् झर्दा आँसु पोछिदिने न्यानो हात हजुरकै बनोस् हजुरबुवा कृष्णबहादुर छेत्री मैले खोजेको जस्तै तिमीमा नै बस्दै छ यो मन काट्न पाए सँगै सुनी काट्न पाए कति मिठो कति प्यारो लाग्यो मेरो जीवन बाबु नमस्कार यो सबभन्दा गाडा हुने
घुमायो होइन ल भयो अब बाटो त अब भाग्ला है किन भेवा नगराउने सक्छ नि बाबु तिनपल्ट खामै गर्नु पाइँदैन सबै सम्पूर्ण मोटायो भन्नु निर्बल्य सुमन सवंदित सुंदरी माधवी चंद्र सहोदरी हेममये मुनिगण वंदित मोक्ष प्रदायनी मंजुल भाषिणी वेदनुते पंकजवासिनी देव सुपूजित सद्गुणे वर्षिणी शांतियुते जय जय हे मधुसूदन कामिनी आदिलक्ष्मी जया पालय मां सुमन सवंदित सुंदरी माधवी दुर्लभं तदव्यदेव योगेन त्वामि ग्रहाणि वरोत्तिनं विवाहकन्या प्रदास्यहं पितृदातारिणाय च कन्यादाने महादानं सर्वदानेषु दुर्लभं दाताहं वरुणो राजा द्रव्यादित्यादेवतं वरोऽसो विष्णुरूपेण प्रतिगृह्णायां विधि सर्वदानेषु दुर्लभं तदव्यदेव योगेन त्वामि ग्रहाणि वरोत्तिनं विवाहकन्या प्रदास्यहं पितृदातारिणाय च मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वजा मंगलम पुंडरीकाक्षा मंगलाय तनोहरि
मायाको डोली चढाई तिमीलाई लैजाउँला नि हो मायाको डोली चढाई तिमीलाई लैजाउँला नि मायाको डोली चढाई तिमीलाई लैजाउँला नि बसौँला सानै घरमा मै राजा तिमी रानी बसौँला सानै घरमा मै राजा तिमी रानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी मन्द्रोको बारा खराको छानो मन्द्रोको बारा खराको छानो दुःखको पाथी कहिले सुखको मानो दुःखको पाथी कहिले सुखको मानो होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी बसौँला सानै घरमा मै राजा तिमी रानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी ला 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 तिम्रो छाती मेरो बास अङ्गालो भरा तिम्रो छाती मेरो बास अङ्गालो भरा मेरो भन्नु मात्रै तिमी अरूको नै छ र मेरो भन्नु मात्रै तिमी अरूको नै छ र भुल गर्लौ कहिले काहीँ नरुवाउनु जानी जानी भुल गर्लौ कहिले काहीँ नरुवाउनु जानी जानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी मायाको डोली चढाई तिमीलाई लैजाउँला नि मायाको डोली चढाई तिमीलाई लैजाउँला नि बसौँला सानै घरमा मै सिन्दूरे सर्व सौभाग्ये सिन्दूरे सुख सम्पदा तदा हि तव सेमन्ये सिन्दूरे सुखवर्धनम् सिन्दूरे सर्व सौभाग्ये सिन्दूरे सुख सम्पदा तदा हि तव सेमन्ये सिन्दूरे सुखवर्धनम् महालक्ष्मी च विद्महे विश्व
विष्णुपत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात् महालक्ष्म्यै च विद्महे विष्णुपत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात् ॐ सिन्दूरे सर्वसौभाग्ये सिन्दूरे सुखसम्पदा ददाहि तव सेमन्ये सिन्दूरे सुखवर्धनम् सिन्दूरे सर्वसौभाग्ये सिन्दूरे सुखसम्पदा ददाहि तव सेमन्ये सिन्दूरे सुखवर्धनम् ॐ महालक्ष्म्यै च विद्महे विष्णुपत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात् महालक्ष्म्यै च विद्महे विष्णुपत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात् ॐ सिन्दूरे सर्वसौभाग्ये सिन्दूरे सुखसम्पदा ददाहि तव सेमन्ये सिन्दूरे सुखवर्धनम् सिन्दूरे सर्वसौभाग्ये सिन्दूरे सुखसम्पदा ददाहि तव सेमन्ये सिन्दूरे सुखवर्धनम् ॐ महालक्ष्म्यै च विद्महे विष्णुपत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात् महालक्ष्म्यै च विद्महे विष्णुपत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात् नमग्रहहरूको जय भनौँ। बोलिए ऋग्वेदादि चतुर्थवेदहरूको जय भनौँ।
भित्र फर्काएर राख
ठीक हो ठीक हो एउटा थाली राखिदिनु त मैया ठीक हो आप पूजा कोठामा चप्प खुट्टै खोलिन्छ के ल खुट्टै खोलिन्छ लाइदिनु दिदी लाइदिनु बसाउका होइन यस्तो गराइदिन्छ कि नानीहरु त साडी तलौस गर्न अनि त सो आएन त उन्त गरे त खै यसमा सो बस्न साडीमा पर्दैन के बस्न ह पर्दैन बस्न छोड्नु मान्छे यो नयाँ दिदीला उता बोला रे यही लाइदिनु यही आमालाई हातमा दिउ न किन बोलाउन आमा हैन बताइए सोच्न त्यति बोलाउन ल यसो गर्नु नि त्यहाँ अब फोटो दिनु ल यस्तो मलाई त लाउँछ सबै हुन्छ लाइराख्ने मान्छे यहाँ हैन उता राख्नुला के लाइछ त्यही न हो त्यहाँ साथीबिती गरेको र अनि दाइले खाना लग्छ आउँछ त पर्यो हामी मान्छेलाई बोलाएको आन्टीलाई बोलाउँछ त खाना छोड्दै भका अब आउँछ टाढा जाने आज बस्नु भयो आज त लाइदिन्छ आज त लाइदिने हो दिदी के हो र आज त लाइदिन्छ दोस्रोहरु बाबु आज लाइदिन्छन् के आज लाइदिने तर पछि बोल्नु आज उद्ध भाइलाई लाइदिएर यता लाइदिन्छ यार दुआ गरेर सानो कुनामा राखेर चाहिँ दिन्छन् के हैन र दुनालाई दाइ लाइदिनु बाबु दाइ एकछिन ए दाइ उता चल्दै त उठे उठे गर्नु पर्छ नमस्ते गर आजलाई त आजलाई यस्तै गर पछि कपडा त्यो गयो के यसो गरेर हात पुर्नु गर्दै हैन पर्दैन साइनमा ठाउँै भएन यहाँ लाइदे खुलेर भिडियो बनाउने हो नि हेर्ने हो नि आज यो दुख्ने
छैन मम्मी त एकचोटि उता र यता गरे नि हुन्छ कि हुन्न अब केही हुन्न भन्न खोजेको मतलब लगाइदेऊ बुढाहरूले बुढीहरू छोडेर कहाँ हिँड्ने कहाँ बुढा बानी कि त्यो पछि हेरिन्छ नि निकाल्दिने दिदी घर कि जान किन्ने किन निकाल्दैन नजिकबाट म त आइबस्छु अत के अरे भान्जाको यहाँ चाहिँ पहिला टाउकोमा छिट्न हुन्न भनेर चिन्छौ कि चिन्दैन बुहारी बाटो त्यही पर्छ बाटो त्यही पर्छ हेर ठुलो छुङ्गा कता गएछु टपरी दियो त्यहाँ राख्न भन्दा मेरो बिहा गर्दा यत्रोको हुनुहुन्थ्यो ल देउरानी भित्र यो आज टिका लगाइदिनु पाइयो एकदम सधैँभरि दाई भाउजू भनेर आउने जाने गर्न पर्छ कति यहाँ पढ्थ्यो आशीर्वाद त भने त अबको 1 वर्षमा लोर्के छोरो योभन्दा ठुलो आशिष के चाहियो हो न माइजू नाच्न आउने फेरि छैटीमा नाच्न आयो पाइयो छ न हो क्या छैटी लाग्यो नि बाबुले चिनाइदिनुहुन्छ नि त पछि दिन जानिन्न हेर छोरा यता हाँस्नु अन्टी पस्नु तपाईँ काम छोडेर भयो नि परिन्छ फेरि अहिले भिडियोमा आउने र म त छोइदिनु घरै पुग्ने हो है बाबु नानीलाई सन्चो होइन लिएर आएको नमस्ते नमस्ते के अब यहाँ दिदी म बल्ल पहिलोचोटि हाम्रो मलाई के छ फिटो मलाई मैले खिच्दैनमा उसो गरिदिने यता हेर्नु दिदी यता हेर्दा त्यो बेलाले गर्नु भाउजूलाई पठाइदिनु त फोटो होइन हाम्रो चिन्नुहुन्छ क्या नजिकै भइपर्छ को भन्ने होला मम्मीले हजुरआमा हजुर खाना पठाइन्छ घर गएर बाबुले चिन्नु कि भन्ने मेरो दिदी हजुरको नि टिका लाउने बेला सदा सर्वदा एकदम यो जोडीलाई पुलिस यो जोडी एकदम के अरे कसको जस्तो जोडी अरे के अरे राम सीताको जस्तो जोडी राम सीताको कसैको आँखा नलगेर एकदम यो जोडी एकदम घरबसा माया प्रेम गरेर घरको एकदम सबभन्दा संस्कारी बुहारी भएर कान्छी बुहारी सबभन्दा संस्कारी कान्छी बुहारी होइन सबैको कान्छी बुहारी सबैको प्यारी बुहारी होइन कान्छो छोरो कान्छो बुहारी एकदम सबैको प्यारी भन्नु हो क्या
सधैँ सदा खुश रहो, एकदम सदा सुहागन रहो। अब राम्रोसँग काम गर्ने भनेको सबै पुगोस्, अरू के गर्ने। घर राम्रोसँग घरबार बनेर बस्ने, हामीले सबैलाई माया गर्नु पर्यो नि, एउटालाई गरेर भएन। सबैको मन राख्नु पर्यो, मेन कुरो होइन। आशीर्वाद दिएर त कहाँ लाग्छ त फेरि फर्म भन्न सकेन ट्राई गर न फेरि ट्राई गर भाउजूलाई कस्तुरी आशीर्वाद दिएन ट्राई गर न त्यही हो। देख्ने पारेन, देख्ने बाहिर जान्छ बिदाई मलाई त दिनदिनै हो चिकन यो मैले पैसा राखेको फोटो ननिकाल्दिनु है, भिडियो गरिदिनु होला यहाँ। अनि मैले हो होइन कस्तो होला चिनी औली मैले के चिनी औली भनेको के नातिको पनि बिहा अरे बालापुर यसरी घर गरे सानी भाइ दिनुहुन्न र के भयो एक वर्ष त कहाँ भएको ए यहाँ फेरि हाम्रो नानीको दिदी के बिरामी छ यही बस्छ म जान पर्यो अहिले म लागेँ है फेरि अब फोटो खिचेर यस्तो दिदीले किन टिका लगाइदिनु घर के यो कि जेठ ठीक ओके वाइको कमरा दिदी के अहिले देख्दै गर्दा नमस्ते दिदी यसो गर्दा यसो गर्न फोटो गरेको हुन्छ यसो गरेको गर्न फोटो आउँछ कि त्यहाँ होला नि समस्या यो कसले के चार्ज लगाउनु भएको यहाँ स्वस्थ रहनु मस्त रहनु है हजुर बस्नु कहीँ नभए हामी फेरि उता जाने हो तिमीहरू अब हेरौँ के हुन्छ
पूजालाई पनि भयो कति भयो अहिले 6 महिना भयो मैले पुरो पुर्दैन त पुर्दैन कस्तो छ बिजपुरबाट आउनु भएन आउनु भयो त बेर भएर जानुभयो टिका लगाइदिन आउँदैन नआउने पूजा गर्दाखेरि बेर भयो क्या आज टिका लगाइदिन आउँदैन भएन बा भने भोकै नाम लेखेर पछि तिम्रो मन रुने हो एउटै लगन दुईटा बेहोनी हो तारा सँगै जुन बिर्स्यौ कि मायाले मैले लाको गन तिम्रो मन रुने हो एउटै लगन पहिले सपना देखा छौ कस्तोले ओठनी छोड्दा दूध आउला जस्तोले राख यी मान्छे के रहेछ मेरो लागि ज्यान फाल्ने धेरै